हेलो एभ्रिवान, हामी चाहिँ बाहिर निस्केको मार्केट जानलाई हैन। टक्क भोलो खिच्दै जानु पर्यो कि अब बाहिर निस्किएपछि। वाओ, क्या मौसम बने है यार आज। कता हो विशाल? त यता होला यार। विशाल भनेन तिमीले? मलाई विशाल भनेर एकतिर लैजानलाई निकालेको बाहिर। के भन्छ बाहिर चाहिँ किन गएको? त्यहाँ मलाई म्याच हेरिरहेकै गएछ आज नेपाल र कतारको। अर्को के भन्छ? अर्को विकेट लिएर ओहो साह्रो मस्केको बरै। कता हो जाने यार? छिटो जानु न। के लेन्थन गरेर यहाँ पनि कस्तो राम्रो मौसम देख्यो मैले। सात बजीदेखि त यहाँ नआएर किन देखिन्न त अनि केटीहरू भलकमा एउटा फोटो खिच्नु जस्तो बनाएर रहेछ क्या हो मौसम। बेलौती भर्खर उ गर्नु ला बेलौती गाइज कस्तो राम्रो। हे नजरैको करौतीले काट्यो म। यो के हो यो यार? निबु हो त यो? यस्तो सानो सानो के हो यस्तो? के छ यार यहाँ त। ना 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 विकेट लेन अरू विकेट लेने कसले गरिराख बोलिङ। बेलुका खायो तिमीले? लाज छैन एक्लै एक्लै खाने भन्ने। कसले ल्याएछ अर्को? करण कि दिपेन? अन्य त दिपेनले ल्याएर खै दिपेन भने दिपेन हो नि यार। दिपेन्द्रले अहिले करणले 2.5 ओभरमा 2टा ल्यायो है। यस्तो मजाको खेती गर्ने रहेछन् गाई यहाँ हर घरमा नि दामी छ। क्या दामी छ घर पनि यार। फोटो खिच्ने दामी आउँछ क्या साथी। भ्यू कस्तो दामी आइरहेछ हेर त। हेर न ओइ हेर न। ए बाजे ना 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 कस्तो राम्रो फुल फुलेको। हामी जाने चाहिँ कहाँ हो के? बिना त्यसै हिँडेछौँ गाई चाहिँ हामी आज यार। छुट्टी होइन त मस्त निद लागेको थियो सुत्नु नदिएर। पानी आएर हिजो रातभरि आज चिसो मौसम लास्टै चिसो गरेको जाडो भइरहेछ। बेलुका ध्यान राखेको क्या क्यामेरामा देखिहाल्यो हेर कसरी खसेको ट्याप्पै झोगाइदियो भन्नु बेलु हो। रेकर्ड भयो होला कस्तो खसेर क्याच गइहाल्यो नि। क्या भन्छ कुटेर हान्नुपर्छ क्या? तेरे बाप को पूछ।
कसको पुत कस्तो राम्रो छ यो घर नि गाडी आछ त्यो पनि थार पो छ त अनि